आज हामी के पढ्छौँ? प्रोभिजन फर डिप्रिसिएसन, च्याप्टर 9, 8 मार्क्समा हुन्छ, भेरी भेरी इम्पोर्टेन्ट छ। यसमा अब हामी के पढ्छौँ टु द पोइन्ट, इक्जामको पोइन्ट अफ भ्यूमा। टेन्जिबल एसेट भनेको दोज एसेट विच क्यान बी टच्ड अर सिन, फेल्ड गर्न सक्छ, त्यसलाई भन्छ टेन्जिबल एसेट। यसमा 4 प्रकारको क्लास हुन्छ, क्लास ए, क्लास बी, क्लास सी, क्लास डी। अब कुन कुन एसेट कुन कुन क्लासमा पर्छ त, त्यो हामीलाई एकदम मेमोराइज हुनुपर्छ है। अब क्लास एमा चाहिँ कस्तो कस्तो पर्छ भन्दाखेरि बिल्डिङ, स्ट्रक्चर्स एन्ड सिमिलर वर्क अफ पर्मानेन्ट नेचर। सिमिलर वर्क अफ पर्मानेन्ट नेचर, सिमिलर वर्क अफ पर्मानेन्ट नेचर, सिमिलर वर्क अफ पर्मानेन्ट नेचर। आज कलरफुल गराइदिएँ तपाईँलाई मैले। सिमिलर वर्क अफ पर्मानेन्ट नेचर। क्लास बीमा चाहिँ कस्तो कस्तो पर्छ त? क्लास बीमा कम्प्युटर पर्छ। डा कम्प्युटर भयो, कम्प्युटरमा के पर्छ? डाटा प्रोसेसिङ इक्विपमेन्टहरू भयो, डाटा प्रोसेसिङ इक्विपमेन्ट खालको एसेटहरू, कम्प्युटर, डाटा प्रोसेसिङ इक्विपमेन्ट। अरू के पर्छ? फर्निचर एन्ड फिक्चर्स पनि पर्छ है। फर्निचर, फिक्चर्स एन्ड अफिस इक्विपमेन्ट। यो चाहिँ हामीले याद हुनुपर्छ है। कहिले काहीँ झुक्क्याउनलाई के दिन्छ? क्लास बी नभनिकन कम्प्युटर दिन्छ। कम्प्युटर भनेपछि हामी के सम्झिनु पर्यो? क्लास बीमा पर्छ, यसको रेट हुन्छ क्या, त्यसैले हामीले सम्झिनुपर्छ। क्लास एमा कति पर्सेन्ट लगाउने, क्लास बीमा कति पर्सेन्ट लगाउने डिप्रिसिएसन गर्ने बेलामा, त्यो हामीले सम्झिनुपर्छ, कन्ट हुनुपर्छ। अब क्लास सीमा चाहिँ कस्तो कस्तो पर्छ त? अटोमोबाइल्स के पर्छ? अटोमोबाइल्स, अटोमोबाइल्स, बस एन्ड मिनी बस, बस एन्ड मिनी बस। क्लास डीमा कस्तो खालको पर्छ त? क्लास डीमा तपाईँहरूको कन्स्ट्रक्सन एन्ड अर्थ मुभिङ इक्विपमेन्ट, कन्स्ट्रक्सन एन्ड अर्थ मुभिङ इक्विपमेन्ट, अर्थ मुभिङ इक्विपमेन्ट्स। अरू के पर्छ भन्दाखेरि यसमा तपाईँहरूको अरू डिप्रिसिएबल एसेट जुन अरू क्लासमा पर्दैन है। अदर एसेट विच आर नट इन्क्लुडेड भन्नाले डिप्रिसिएबल एसेट्स not included in other class, not included in other class, not included in other class not included in other class भन्नाले जुन अरू क्लासमा पर्दैन, एबिसीमा पर्दैन, त्यस्तो खालको इक्विपमेन्ट केमा पर्छ? क्लास डीमा पर्छ है। यसरी हामी छुट्याउन सकिन्छ। यसमा क्लास एमा के पर्छ तपाईँलाई? बिल्डिङ पर्छ। क्लास एमा के पर्छ? सम्झिनु पर्यो। टेन्जिबल एसेट भनेर जुन छुन सकिन्छ, फिल गर्न सकिन्छ, त्यस्तोलाई टेन्जिबल एसेट भनिन्छ। क्लास एमा भन्ने बित्तिकै के पर्यो? बिल्डिङ टाइपको स्ट्रक्चर, सिमिलर वर्क अफ पर्मानेन्ट नेचर। क्लास ए भन्ने बित्तिकै के सम्झिनु पर्यो? बिल्डिङ। क्लास बी भन्ने बित्तिकै के सम्झिनु पर्यो? कम्प्युटर, डाटा प्रोसेसिङ, अनि फिक्चर, अफिस इक्विपमेन्टहरू केमा पर्छ? क्लास बीमा। क्लास सी भन्ने बित्तिकै भेहिकल्सहरू सम्झिनु क्या, अटोमोबाइल्स, बसहरू पर्छ केमा? क्लास सीमा। क्लास डीमा के पर्छ? कन्स्ट्रक्सन, मुभिङ एन्ड अर्थ मुभिङ इक्विपमेन्ट। अरू एबिसीमा नपर्नेहरू एसेट केमा पर्छ? क्लास डीमा पर्छ। कमलजी, लक्ष्मीजी, क्लास एबिसिडीमा के अब कन्फ्युजन हुन्छ त? भन्नुहोस् त, याद हुनुपर्छ है यो। क्लास एमा के पर्छ? बिल्डिङ। क्लास बीमा के? कम्प्युटर र फर्निचर, अफिस इक्विपमेन्ट। क्लास सीमा के? बसेसहरू।
क्लास डीमा के पर्छ त, कन्स्ट्रक्सन एन्ड अर्थ मुभिङ इक्विपमेन्ट। हामी यसको न्युमेरिकल गर्दाखेरि यो यसको युज कसरी हुन्छ त्यतिखेर थाहा पाउनुहुन्छ। यो चाहिँ कन्ट पार्नुहोस् है। त्यस्तै गरी टेन्जिबल अब क्लास एमा यसको रेटहरू कतिले डिप्रिसिएसन मेथड र रेट कति यसले मल्टिप्लाई गर्ने त। यसमा कतिले मल्टिप्लाई गर्नु पर्यो, एट द रेट 5% है। यसमा 5%, यसमा तपाईँको 25%, सीमा चाहिँ एट द रेट 20%, र डीमा चाहिँ 5, 25, 20, 15% है। यो चाहिँ काउन्ट हुनुपर्छ है, कति पर्सेन्ट लाग्छ भनेर। डिप्रिसिएबल डिप्रिसिएसन रेट हो है, डिप्रिसिएसन रेट यो के हो, डिप्रिसिएसन रेट हो है। भेरी इम्पोर्टेन्ट छ है, यो डिप्रिसिएसन रेट हो है यो। एमा 5%, बीमा 25%, सीमा 20% लाग्छ डिप्रिसिएसन रेट, क्लास डीमा कति लाग्छ 15% है। टिप्नुहोस् त, यहाँ सबैसँग बुझिराख्नु चाहिँ बुझ्नु भएको छैन, लक्ष्मीजी, कमलजी, सुन्दरजी, अनिसाजी, बुझिराख्नु भएको छैन यो भन्नुहोस् त। यहाँसम्म टिप्नु, क्लास एमा के पर्छ, क्लास बीमा के पर्छ, क्लास सीमा के पर्छ, क्लास डीमा के पर्छ, र डिप्रिसिएसन रेट क्लास एमा कति लगाउने, बीमा कति लगाउने, सीमा कति लगाउने, र डीमा कति लगाउने, यो चाहिँ सम्झिनु पर्यो है। अनि यति सकेपछि एउटा टेन्जिबल एसेट पढेपछि के आउँछ त अर्को हाम्रो, इन्टेन्जिबल एसेट पनि त हुन्छ नि त, टेन्जिबल एसेट मात्र त हुँदैन। इन्टेन्जिबल एसेट यो केमा पर्छ त, क्लास ईमा पर्छ है, क्लास ईमा पर्छ है, क्लास ईमा पर्छ। र ईमा पर्दाखेरि इन्टेन्जिबल एसेट कस्तो कस्तो हुन्छ त भन्दाखेरि एउटा प्याटेन्ट कपिराइटहरू भयो, प्याटेन्ट कपिराइट, ट्रेडमार्क, सफ्टवेयर, यिनीहरू पर्छ है, ट्रेडमार्क, सफ्टवेयर, यिनीहरू पर्छ है क्लास ईमा, एसेट्रा। अब यसको डिप्रिसिएसन रेट निकाल्दाखेरि जहिले पनि के गर्नुपर्छ, कस्ट डिभाइड बाई लाइफ गर्ने, कस्ट डिभाइड बाई लाइफ। यिनीहरू पर्छ है इन्टेन्जिबल एसेटमा है। अब एउटा कुरा अझ के सम्झिनु पर्यो भन्दाखेरि हामीले डिप्रिसिएसन निकाल्दाखेरि क्यालकुलेसन गर्छौँ, क्यालकुलेसन गर्दाखेरि हाम्रो एउटा ओपनिङ यहाँ टर्म यसरी लेख्नुहोस्, क्यालकुलेसन भनेर लेख्नुहोस् है, क्यालकुलेसन भनेर लेख्नुहोस् त, क्यालकुलेसन। यो सम्झिनुपर्छ, क्यालकुलेसन भनेर जहिले पनि पहिला ओपनिङ डिप्रिसिएसन बेस लिने, एउटा यो फर्मेट टाइप, फर्मेट त नभनौँ, मैले एउटा फर्मेट टाइप तपाईँले सजिलो हुने गरी बनाइदिन्छु। एउटा के लिने, ओपनिङ डिप्रिसिएसन बेस लिने, ओपनिङ डिप्रिसिएसन बेसिस हुन्छ, त्यसमा के गर्ने, एड के गर्ने, एडिसन ड्युरिङ द इयर। अब्जर्भ कति भएछ त त्यो गर्नु पर्यो है, अब्जर्भ एडिसन है, अब्जर्भ भएको लेख्नु पर्यो है। अब्जर्भ भनेको न्यू एडिसन कति भएछ त, एडिसन भएको के गर्नु पर्यो, एडिसन भएको है, एडिसन भएको अथवा अब्जर्भ भएको, एडिसन अर अब्जर्भ। अब्जर्भ ड्युरिङ द इयर भएकोलाई एड गर्नु पर्यो,
एडिसन भनेको के भयो, पर्चेज अफ एसेट भनेर एडिसन भएको हो है। अब्जर्भ भएको होला है, अब्जर्भ मान्नु पर्यो है। यति एड गर्नु पर्यो, त्यसपछि लेस गर्नु पर्यो। लेस के गर्नु पर्यो भन्दाखेरि डिस्पोजल ड्युरिङ द इयर भन्नाले बेचेको होला अथवा डिस्पोज गरेको होला, डिस्पोजल ड्युरिङ द इयर। लेस के गर्नु पर्यो, डिस्पोजल ड्युरिङ द इयर। यो यति गरेपछि के आउँछ हाम्रो डिप्रिसिएसन बेस आउँछ है, एउटा डिप्रिसिएसन बेस आउँछ है। डिप्रिसिएसनको बेसिस आउँछ है, डिप्रिसिएसन बेसिस। डिप्रेसन बेसिस हो अथवा बेस भनौँ, डिप्रेसन बेसिस आउँछ समथिङ एमाउन्ट है। के गर्नु पर्यो, ओपनिङमा दिएको डिप्रिसिएसन बेसिस अथवा बेस है, अथवा बेस भनौँ, बेसिस अथवा बेसिस अथवा बेस सेम हो है। त्यसमा के गर्नु पर्यो, एडिसनल अब्जर्भ भएको जोड्नु पर्यो, गएको डिस्पोज भएको बेचेको के गर्नु पर्यो, घटाउनु पर्यो। अब्जर्भ एडिसन भएको जोड्ने, गएको चाहिँ लेस गर्ने, त्यसपछि के आउँछ डिप्रिसिएसन बेसिस आउँछ। यसलाई वान फर्स्ट मान अथवा सेकेन्ड मान। अनि यसमा के हुन्छ, एउटा डिप्रिसिएसन रेट लाग्छ, किन डिप्रिसिएसन बेसिस आएपछि त्यसैमा त हुँदैन, डिप्रिसिएसन रेट लगाउनु पर्ने भन्नाले अब डिप्रिसिएसन रेट लगाउनु पर्यो, कति छ त। अथवा यस वान नभनेर डाइरेक्ट के गर्नु पर्यो, यहाँ भनेर लेख्नु पर्यो डिप्रिसिएसन अफ ब्लक। डिप्रिसिएसन निकाल्न छ भने के गर्नु पर्यो, यसरी लेख्नु पर्यो है। त्यो नगरिकन मैले यसरी लेखिदिन्छु। यही लेख्नु, डिप्रिसिएसन रेट हुन्छ एउटा डिप्रिसिएसन रेट। तपाईँलाई थाहा हुन्छ नि त, डिइपिआरएसी डिप्रिसिएसन रेट ब्लक ए को हो कि बी को हो कि के को हो, त्यति रेटले मल्टिप्लाई गर्नु पर्यो। के गर्नु पर्यो, मल्टिप्लाई गर्नु पर्यो। भनेपछि यो दुइटा बेसमा रेटले मल्टिप्लाई गर्नुहुन्छ भने के निस्किन्छ तपाईँको, डिप्रिसिएसन बेस एट द इन्ड अफ द इयर, डिप्रिसिएसन बेस एट द इन्ड अफ द इयर आउँछ, एट द इन्ड अफ द इयर। कसरी आउँछ त, यो वान मल्टिप्लाई बाई टू गरेर आउँछ है। एउटा सिम्पल तपाईँले यसरी गर्नुपर्छ क्यालकुलेसन डिप्रिसिएसनको भनेर निकालेको मात्र हो है। फर्मेट चाहिँ हुँदैन, तर यसरी गर्नुपर्छ, एड गर्ने लेस गर्ने, डिप्रिसिएसन बेसिस आउँछ, त्यसमा रेटले मल्टिप्लाई गर्नु पर्यो। फर्स्ट र सेकेन्ड मल्टिप्लाई गर्नु भने के आउँछ, डिप्रिसिएसन रेट एट द इन्ड अफ द इयर आउँछ। बुझ्नुभयो, यति गर्ने हो, अरू केही गर्नु पर्दैन है। यसमा सम्झिने हाम्रो क्यालकुलेसनमा यति सम्झिनु पर्यो है पार्टमा, यही इम्पोर्टेन्ट छ। यति गर्न तपाईँलाई 8 मार्क्समा सोध्छ। अब यसमा ट्रिक्स यहाँसम्म टिप्नुहोस् त, यसमा केही नबुझेको छ भने सोध्नुहोस् है यसमा चाहिँ। हजुर हजुर हजुर। त्यो म्याक्सिमम लिमिट 7 और 750 लेखाएको थियो नि त, त्यहाँ 750 काटेर यस्तो एक लाइन माथिबाट काटेर 750 ओल्डको हो, 1500 नयाँ अनुसार चेन्ज भएको रहेछ कि म्याक्सिमम लिमिट 1500 बढाएको रहेछ कि, अनि 1500 हो है। त्यति मात्र फरक छ। अनि हामीले गर्ने त्यही हो, 15% अफ एप्रुभ मेडिकल कस्ट अर 1500, यो दुइटामा जुन लोवर हुन्छ त्यो एमाउन्ट क्लियर गर्नु पर्यो है। बुझ्नुभयो। पाइएन किनभने चेन्ज भएको छ। तर यो हाम्रो सल्युसन सेट हेर्नुहुन्छ, पुरानो क्वेसनहरू हेर्नुहुन्छ भने 750 नै लिएर गरेछ, किनभने पहिलेदेखि 750 आइसकेको छ नि त। त्यसरी 750 लिएर पाउनुहुन्छ। तर अहिले आर्थिक बजेट अनुसार चेन्ज पनि हुन्छ नि त। यो हाम्रो गभर्मेन्टहरूले चेन्ज गर्दै गर्छ नि त फिजिकल इयरमा, हरेक फिजिकल इयरमा। सो अहिले 1500 गराएको छन् है। यहाँसम्म क्यालकुलेसनको कुरा बुझ्नुभयो, कसरी निकाल्ने, पहिला ओपनिङ डिप्रिसिएसन एकदम बुझ्नु पर्यो है। सोध्ने बित्तिकै फ्याट्ट भन्नु पर्यो, के हुनु पर्यो, पहिला ओपनिङ डिप्रिसिएसनमा
एडिसनको कुरा आयो भने एड गर्ने, लेसको कुरा आयो भने डिस्पोज गर्ने, त्यसपछि डिप्रिसिएसन बेस निस्किन्छ, त्यसमा रेटले मल्टिप्लाई गरेर के निस्किन्छ, डिप्रिसिएसन बेसको एन्ड अफ द इयर निस्किन्छ। यति मात्र सम्झिनु छ है। गाह्रो छ यो डिप्रिसिएसनको पोर्सन? गाह्रो लाग्यो? एकदम सजिलो। हरेक इक्जाममा, हरेक टाइममा, हरेक इयरमा सोधिरहेको हुन्छ है सुन्दरजी हो। मेमोराइज हुनु पर्यो। ओपनिङको डिप्रिसिएसन बेसमा एडिसन गर्ने, त्यसमा डिस्पोज गर्ने, डिप्रिसिएसन बेस निस्किन्छ, त्यसमा रेटले मल्टिप्लाई गर्नु पर्यो, एन्ड अफ द इयरको डिप्रिसिएसन बेस निस्किन्छ। यति चाहिँ सम्झिनु पर्यो है। अनि अरू यसमा एउटा सम्झिनु पर्ने कुरा के छ भने एनेदर टर्म्स के सम्झिनु पर्यो भन्दाखेरि एनेदर ट्रिक्स के एनेदर ट्रिक्स भनेर लेखाइदिन्छु। यसमा एनेदर ट्रिक्स एउटा मात्र के छ भन्दाखेरि यो क्यालकुलेसन गर्दाखेरि वेल एनेदर ट्रिक्स वेल सल्भिङ के एक्स्ट्रा दिन्छ भन्दाखेरि वेल सल्भिङ क्यालकुलेसन एक्स्ट्रा के दिन सक्छ भन्दाखेरि एडिसनमा आउँछ है, यो एडिसनमा कुरा आउँछ। वेल सल्भिङ क्यालकुलेसन भनेर लेख्नुहोस्। के एक्स्ट्रा दिन्छ भन्दाखेरि यो एडिसन कुरा छ नि, यहाँ एडिसन भनेर लेख्नुहोस्। फर एडिसन, फर एडिसनको लागि मात्र है, फर एडिसन अर अब्जर्भ यसरी लेख्नुहोस्। पढ्दा सजिलो लाग्छ नि, गर्दा सक्नुहुन्छ। फर एडिसन अर अब्जर्भ है, इयर दिया हुन्छ, कहिले इयर अब्जर्भ गर्यो के गर्यो। यदि फर अब्जर्भ एडिसन है, तिनवटा केस बनाउनु। फ्रम श्रावण टु पौष, फ्रम श्रावण टु पौष इन, फ्रम श्रावण टु पौष इन एउटा, एउटा के हुन्छ पौष इन भएपछि माघ स्टार्ट हुन्छ। माघ टु चैत्र यो महिना हो है। माघ टु चैत्र, अर्को वैशाख टु जेठ, वैशाख टु जेठ। यो महिनामा कुनै यस्तो महिना महिना हुन्छ भन्नाले साउनदेखि पौष महिनामा कुनै किनेछ पर्चेस गरेछ भने उसको अब्जर्भ एडिसनमा जहिले पनि 3/3 कस्ट गर्नु होला है, भन्नाले 100%। माघमा गर्दाखेरि 2/3 गर्नु होला है, 2/3 अब्जर्भ जहिले पनि 2/3 अफ कस्ट गर्नु होला। वैशाखमा कति गर्नु पर्यो 1/3। यति मात्र यसमा एडिसनको कुरामा अब्जर्भ छ है। यदि वैशाख र जेठ, वैशाखदेखि जेठ भित्रमा किनेछ भने एडिसन गरेछ भने 1/3 अफ कस्ट गर्नु होला। माघ र चैत्रको बिचमा किनेछ भने 2/3 अफ कस्ट गर्नु होला। श्रावणदेखि पौष महिनाको भित्रमा गरेछ भने कति कस्ट गर्नु पर्यो, 3/3 कस्ट गर्नु पर्यो है। यति चाहिँ सम्झिनु पर्यो है सुन्दरजी। यो चाहिँ यति चाहिँ सम्झिनु पर्यो। यहाँसम्म टिप्नुहोस् त सबैले।
यहाँसम्म भयो सबैको? पहिला चाहिँ काहीँ बिगिनिङ डब्लुडिबी सोध्छ तपाईँले, बिगिनिङ डब्लुडिबी अब फर द नेक्स्ट इयर सोध्छ। जस्तै इन्डको आयो, यो त क्लोजिङ भयो। त्यस्तै बिगिनिङको पनि कहिले काहीँ दिएकै हुँदैन भने कसरी निकाल्ने भन्दाखेरि क्लोजिङ प्लस अनअब्जर्भ प्लस क्यापिटलाइज रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट गरेर गरिदिन्छ। जस्तै कि यहाँसम्म सम्झिनु, अनि एउटा अझ के गर्नुहोस् भन्दाखेरि कहिले काहीँ सोध्छ बिगिनिङ डब्लुडिबी प्रोबेबल के सोध्छ हामीले सबै गर्नु पर्यो है। बिगिनिङ डब्लुडिबी फर द नेक्स्ट इयर, डब्लुडिबी है, डब्लुडिबी फर नेक्स्ट इयर सोध्यो भने, नेक्स्ट इयर सोध्यो भने के गर्नु पर्यो भन्दाखेरि बिगिनिङ डब्लुडिबी फर नेक्स्ट इयर सोध्यो भने इक्वल टु गरेर के गर्नु पर्यो, क्लोजिङ डब्लुडिबी क्लोजिङ रिटर्न डाउन डिप्रिसिएसन भ्यालु है, रिटर्न डिप्रिसिएसन भ्यालुहरू के होइन, डब्ल्यु प्लस अनअब्जर्भ। यो अब्जर्भ छ भने अनअब्जर्भ पनि त हुन्छ नि, किनभने 2/3 छ भने अब्जर्भ भयो भने अनअब्जर्भ कति हुन्छ त, 1/3 हुँदैन र। त्यसरी बुझ्नुपर्छ है अनअब्जर्भको पनि। अनअब्जर्भ एडिसन प्लस क्यापिटलाइज्ड, यस्तो खालको क्वेसन पनि गर्छ एउटा, अनि थाहा हुन्छ तपाईँलाई। रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट, रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट भनिन्छ है, रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट। कहिले काहीँ यस्तो खालको क्वेसन ओपनिङ डब्लु डिबी निकाल भनिदिन्छ भने यसरी गर्नु पर्यो, रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट। यति सम्झिनु पर्यो, ओपनिङ डब्लुडी फर नेक्स्ट इयर निकाल्न चाहिँ पहिला के गर्नु पर्यो, क्लोजिङ निकाल्नु पर्यो। त्यसपछि अनअब्जर्भ छ त्यो गर्नु पर्यो, प्लस के गर्नु पर्यो, क्यापिटलाइज रिपेयर एन्ड कस्ट गर्नु पर्यो। यो क्यापिटलाइज, अब यहाँ एउटा टर्म्स के पर्नु पर्यो भन्दाखेरि, अब क्यापिटलाइज रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट भनेको कसरी निकाल्ने त, एउटा टर्म्स के पर्नु पर्यो भन्दाखेरि क्यापिटलाइज्ड रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट। यो टपिक बनाउनुहोस् त, इम्प्रुभमेन्ट कस्ट। क्यापिटलाइज रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट भनेर आउँछ। क्यापिटलाइज रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट आयो भने यो बेला कसरी निकाल्ने त, पहिला के हामीले हेर्नु पर्यो, यसमा हेर्दाखेरि के हेर्नु पर्यो भन्दाखेरि एक्चुअल रिपेयर हेर्ने पहिला, एक्चुअल रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट हेर्ने, एक्चुअल रिपेयर र इम्प्रुभमेन्ट कस्ट माइनस के गर्नु पर्यो, allowable repair and improvement cost, allowable repair and इम्प्रुभमेन्ट कस्ट हेर्नु पर्यो। जस्तै कि क्यापिटलाइज कसरी गर्ने त, क्यापिटलाइज कति एमाउन्ट क्यापिटलाइज गर्ने त, के गर्ने, एक्चुअल रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्टबाट एलायबल रिप्रेसन एन्ड इम्प्रुभमेन्ट कस्ट घटाइदिने, के गर्नु पर्यो, क्यापिटलाइजमा कति जान्छ त भन्दाखेरि एक्चुअल रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट छ, त्यसमा के गरिदिनु पर्यो, एलायबल रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट घटाइदिनु पर्यो।
यो दुइटा घटाएर जति एमाउन्ट आउँछ के गर्नु पर्यो, त्यति एमाउन्ट क्यापिटलाइज हुन्छ। अब एलावेलेबल भनेको कति हो त, एलावेलेबल भनेको कति मान्ने त, एक्चुअल त गिभेन हुन्छ क्वेसनमै। एलावेबल निकाल्नलाई के गर्नुपर्छ भन्दाखेरि 7% अफ डिप्रिसिएसन बेसिस, 7% अफ डिप्रिसिएसन बेसिस लिने है एलावेबल। एलावेबलमा कति लिनु पर्यो, 7% अफ डिप्रिसिएसन बेसिस। अनि क्यापिटलाइजमा के गर्नु पर्यो, एक्चुअलबाट यो एलावेबल रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट घटाउनु पर्यो। यसमा हाम्रो कन्सेप्ट भनेको प्रोभिजन फर डिप्रिसिएसनमा यति हो है। यो बाहेकको कन्सेप्ट तपाईँले यसमा आउँदैन। के पढौँ एकचोटि सरल रिभिजन गरौँ त। पहिला क्यापिटलाइज रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट बुझौँ। यसमा भने के गर्नु पर्यो भन्दाखेरि एक्चुअल रिपेयर र इम्प्रुभमेन्ट कस्टबाट के घटाउनु पर्यो, एलायबल रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट घटाउने जुन एमाउन्ट आउँछ त्यो एमाउन्ट क्यापिटलाइज रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्टको एमाउन्ट हो। त्यो चाहिँ अब हामी सुरुदेखि हेरौँ के पढ्यौँ त आज। पहिला हामी आज सुरुमा के पढ्यौँ, टेन्जिबल एसेट। दुई टाइपको एसेट पढ्यौँ, डिप्रिसिएसनमा जहिले पनि एसेटमा क्यालकुलेसन हुन्छ। सो दुई टाइपको एसेट पढ्छौँ, टेन्जिबल र इन्टेन्जिबल एसेट। टेन्जिबल एसेटमा कतिवटा क्लास एबिसिडी पढ्छौँ। के पढ्छौँ, क्लास ए बी सी र डी क्लास पढ्छौँ। क्लास एमा के पढ्छौँ त, बिल्डिङ हुन्छ, स्ट्रक्चर, सिमिलर वर्क अफ पर्मानेन्ट नेचर हुन्छ। क्लास बीमा के पढ्छौँ त, कम्प्युटर पढ्छौँ, डाटा प्रोसेसिङ इक्विपमेन्ट पढ्छौँ, फर्निचर पढ्छौँ, फिक्चर्स एन्ड अफिस इक्विपमेन्ट पढ्छौँ। त्यसमा पनि अब क्लास सीमा के पढ्छौँ त, अटोमोबाइल, बस एन्ड मिनी बस हुन्छ। ठिक त्यसै गरी क्लास डीमा के पढ्छौँ त, कन्स्ट्रक्सन एन्ड अर्थ मुभिङ इक्विपमेन्ट पढ्छौँ। र यिनीहरूको अब डिप्रिसिएसन रेट के हुन्छ त, एमा 5%, बीमा 25%, सीमा 20% र डीमा 15%। ठिक त्यसै गरी क्लास ईमा इन्टेन्जिबल एसेट हुन्छ, जसलाई छुन र देख्न सकिँदैन। त्यो कस्तो हुन्छ, प्याटेन्ट, कपिराइट, ट्रेडमार्क, सफ्टवेयर। यहाँ यी छुट्या छ है सफ्टवेयरमा। यिनीहरूको रेट कसरी निकाल्ने त, कस्ट डिभाइड बाई लाइफ गरेर। त्यसै गरी अब यिनीहरूको क्यालकुलेसन गर्दाखेरि त कसरी निकाल्ने त, इन्ड अफ द इयरमा कति डिप्रिसिएसन जान्छ त निकाल्नु पर्नलाई, ओपनिङ डिप्रिसिएसन बेसमा एडिसन अब्जर्भ जति भन्छ त्यो लिने, डिस्पोजल घटाउने डिप्रिसिएसन बेस निस्किन्छ त बेसिस सेम हो, त्यसमा डिप्रिसिएसन रेटले मल्टिप्लाई गर्यो, डिप्रिसिएसन बेस एट द इन्ड अफ द इयर निस्किन्छ। अब यसमा ट्रिक के छ, एडिसन हुँदाखेरि के गर्नु पर्यो त, यदि पौषदेखि माघसम्म, श्रावणदेखि पौषसम्म छ भने 3/3 कस्ट लिने, माघदेखि चैत्रसम्म छ भने 2/3, वैशाखदेखि असार जेठसम्म छ भने 1/3। यति चाहिँ लिनु पर्यो। अनि बिगनिङ डब्लुडिबी निकाल्नलाई कहिले पनि के हुन्छ, क्लोजिङ प्लस अनअब्जर्भ प्लस क्यापिटलाइज रिपेयर बुझ्नु पर्यो। अनि क्यापिटलाइज रिपेयरमा कुन एमाउन्ट क्यापिटलाइज हुन्छ त, एक्चुअल रिपेयरबाट एलायबल रिपेयर घटाउनु पर्यो। अनि एलायबल रिपेयर निकाल्दा कति गर्ने त, त्यही डिप्रिसिएसन बेसिसको 7% लिने है। एलायबलमा कति लिनु पर्यो, डिप्रिसिएसन बेसिसको 7%। क्रिस्टल क्लियर छ यहाँसम्म, सुन्दरजी, अनिसाजी, कहीँ कन्फ्युजन छ भने सोधिहाल्नु है। यति हो हाम्रो कन्सेप्ट प्रोभिजन फर डिप्रिसिएसनमा। 8 मार्क्समा आउँछ तपाईँलाई फिक्स क्वेसन। मैले जति लेखाएको छु त्यति आउँछ, त्योभन्दा बाहेक आउँदै आउँदैन है इक्जाममा। अनि हरेक इक्जाममा सोधिराखेको हुन्छ फेरि है, हरेक इक्जाममा 8 मार्क्समा तपाईँलाई ट्याक्स क्वेसनमा प्रोभिजन फर डिप्रिसिएसन हरेक क्वेसनमा सोधा हुन्छ। भेरी 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 इम्पोर्टेन्ट च्याप्टर है यो। कसैलाई कन्फ्युजन छ यसमा, भेरी इम्पोर्टेन्ट क्वेसन हो है, आउन हरेक इक्जाममा हुन्छ। हजुर सुन्दरजी भन्नुहोस् त। के गर्नुपर्छ बुझ्नुभयो है। यति कन्सेप्ट क्लियर भएपछि क्वेसन गर्दाखेरि हामीलाई सजिलो हुन्छ, अनि गर्दाखेरि रमाइलो पनि लाग्छ है। यहाँसम्म टिप्नुहोस् त सबैलाई। एउटा एउटा हामीले यस्तो खालको क्वेसन गर्छौँ
जहिले सर र रिभाइज गर्नुहोस् त के पढ्यो भनेर आज सर र हेर्नुहोस् त एकचोटि। मैले त्यस्तो खालको क्वेसन एउटा हेरिरहेको छु तपाईँहरूले बनाइदिने खालको। अब क्वेसन गर्छौँ ल, एउटा खालको क्वेसन आयो, त्यही क्वेसन गरौँ हामी। क्वेसन टिप्नुहोस् त। क्वेसन है, अ म्यानुफ्याक्चरिङ कम्पनी provided the following particulars of fixed asset के दिएछ अन्डर ब्लक डी दियो है, अन्डर ब्लक डी नै दियो, यहाँ भने नै दियो है। के दिएछ सार्नुहोस् है सबै चाँडो चाँडो। बिगिनिङ डब्लुडिबी अफ फिक्स एसेट दियो, बिगिनिङ डब्लुडिबी अफ फिक्स एसेट कति दियो भन्दाखेरि 50 लाख। पर्चेस ड्युरिङ द इयर दिएछ, पर्चेस गरेछ, पर्चेस ड्युरिङ द इयर, पर्चेस ड्युरिङ द इयर अन्डर द सेम ब्लक है। पर्चेस ड्युरिङ द इयर अन्डर द सेम ब्लक भन्नाले अन्डर द सेम ब्लक भन्नाले डी ब्लक है, अन्डर सेम ब्लक। पर्चेस पनि सेम ब्लकमा गरेछ, डिफ्रेन्ट गरेको छैन। अन मार्गमा गरेछ, मार्गमा कति गरेछ भन्दाखेरि रुपिस 20 लाख। त्यसै गरी अन वैशाखमा कति गरेछ रुपिस 30 लाख। अब के क्वेसन दिएछ, डिस्पोजल अफ द इयर दिएछ है, डिस्पोजल ड्युरिङ द इयर, ड्युरिङ द इयर दिएछ, तपाईँलाई डिस्पोजल दिएछ। के दिएछ, बुक भ्यालु अफ सोल्ड एसेट दिएछ, बुक भ्यालु अफ सोल्ड एसेट 10 लाख। डिस्पोजल भ्यालु 15 लाख दिएछ। अब के दिएछ भन्दाखेरि एक्चुअल रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट इन्कर्ड दिएछ। के दिएछ, एक्चुअल रिपेयर एन्ड improvement cost was incurred rupees 5,55,000 दिएछ है। अब यति दिएछ। अब रिक्वायरमा के भनेछ भन्दाखेरि तपाईँलाई के निकाल भनेर सोध्यो भन्दाखेरि डिडक्टिबल एमाउन्ट अफ डिप्रिसिएसन
अन्डर इन्कम ट्याक्स एक्ट ट्याक्स एक्ट सोध्यो। बीमा सोध्यो बिगिनिङ डब्लुडिबी फर द नेक्स्ट इयर। यति सोधेछ। यति सोध्यो भने कसरी सोध्छ 5+3 गरेर 8 मार्क्समा सोध्छ तपाईँहरूलाई। 8 मार्क्स क्वेसन मैले भनेको थिएँ नि आउँछ। यसरी सोध्छ के दिएछ हेर्नुहोस् त क्वेसनमा। एउटा म्यानुफ्याक्चरिङ कम्पनी छ जसको फिक्स एसेट दिएछ अन्डर केमा ब्लक डीमा दिएछ है। ब्लक डीमा दिएछ भन्दाखेरि कति रेटले मल्टिप्लाई गर्नु पर्यो भन्ने सम्झिनु पर्यो। कमन 20%ले त्यो सम्झिनु पर्यो। बिगिनिङ डब्लुटिबी दिएछ पर्चेस दिएछ जोड्नु पर्यो डिस्पोजल गरेछ लेस गर्नु पर्यो। भनेपछि के आउँछ डिप्रिसिएसन बेसिस आउँछ। हामीले रेटले मल्टिप्लाई गर्यो भने डिप्रिसिएसन बेस एट द इन्ड अफ द इयर आउँछ। एट द इन्ड अफ द इयर आएपछि हाम्रो डिडक्टिबल एमाउन्ट पनि आयो। अब बिगिनिङ डब्लुडिबी त निस्किन्छ। क्वेसन बुझ्नुभयो हेर्नुहोस् त क्वेसन टिप्नुहोस् त सबैले। क्वेसन टिपेपछि भन्नुहोस् है हामीले सल्भ गर्छौँ सल्भतिर लाग्छौँ। क्वेसन बुझ्नुभयो सबैले अनिसाजी क्वेसन बुझ्नुभयो के भनेछ क्वेसनले। कमलजी क्वेसन सार्नुभयो सबैले। क्वेसन बुझ्नु भयो के कस्तो छ के सोधेछ भनेर बुझ्नु भयो क्वेसन चाहिँ। अब हामी अब सल्युसनतिर लागौँ है सल्युसन। यस्तो खालको आयो भने के गर्ने त सल्युसन। अब डिडक्टिबल एमाउन्ट एन्ड बिगिनिङ डब्लुडिबी अफ फिक्स अन ब्लक अफ म्यानुफ्याक्चरिङ भन्नाले क्यालकुलेसन अफ डिडक्टिबल एमाउन्ट भनेर यसरी लेख्नुहोस् है। क्यालकुलेसन अफ डिडक्टिबल एमाउन्ट एमाउन्ट अफ डिप्रिसिएसन एन्ड बिगिनिङ यति मात्र गर्नु न बिगिनिङको नगरौँ अहिले। क्यालकुलेसन डिडक्टिबल एमाउन्ट अफ डिप्रिसिएसन भनेर लेख्नुहोस् है। अनि यता पार्टिकुलर्स भनेर लेख्नुहोस् यता एमाउन्ट यता एमाउन्ट। मैले के भनेको थिएँ पहिला ओपनिङ डब्लुडिबी लेख्नु पर्यो ओपनिङ डब्लुडिबी ओपनिङ अथवा बिगिनिङको के त डब्लुडिबी अफ फिक्स एसेट। फिक्स एसेट कति छ हेर्नुहोस् त। ओपनिङको कति छ हेर्नुहोस् त ओपनिङको डब्लुडिबी कति छ 50 लाख। यसमा एड गर्न के भनेको थिएँ पर्चेसको के गर्नु पर्यो मैले के भनेको थिएँ अब्जर्भर एडिसन अब्जर्भ एडिसन्स के छ त हेर्नुहोस् त कुन कुन महिनामा छ हेर्नुहोस् त एउटा इन मार्गमा छ। अर्को कति छ अन वैशाख इन वैशाख यति हो। अब मलाई सुन्दरजी माइक अन गरेर भन्नुहोस् त मार्गमा भयो भने कति गर्ने वैशाखमा भयो भने कति गर्ने भन्नुहोस् त। मार्ग भनेको मङ्सिर हो है माघ भनेको मङ्सिर हो है माघ होइन मार्ग दिएछ मार्ग भनेको मङ्सिर भनेपछि कति भयो 3/3 अफ कस्ट। कस्ट कतिको हुन्छ त कस्ट कति छ हेर्नुहोस् त मार्गमा 20 लाख भनेपछि 20 लाख भयो। 20 लाख है। वैशाखमा कति हुन्छ 1/3 कति गरेछ त वैशाखमा हेर्नुहोस् त 30 लाखको भनेपछि 30 लाख कति भयो यो 20 लाखको 3/3 भनेको 20 लाख आउने भयो।
30 लाखको 3/3 भनेको कति भयो? 10 लाख। यति हो। यति भएपछि लेस के गर्नु भनेको थिएँ मैले? डिस्पोजल ड्युरिङ द इयर कतिको छ हेर्नुहोस् त त्यहाँ। एउटा बुक भ्यालु छ, एउटा डिस्पोजल, जहिले पनि हम डिस्पोजल भ्यालु लिने है। कति छ? 15 लाख। भनेपछि 15 लाख लेस हुन्छ। यति गरेपछि के निस्किन्छ हाम्रो भन्नुहोस् त? डिप्रिसिएसन बेसिस निस्किन्छ हो। भन्नुहोस् त 50 20 70 लाख, 10 गयो 60, 50 20 70, 10 80, 80बाट 15 गयो भने 65। भनेपछि यो 65 लाख भयो। यहाँसम्म कसरी कन्फ्युजन छ र भन्नुहोस् है। यहाँसम्म केही गरेको छ त एक्स्ट्रा? जे अघि हामीले कन्सेप्टमा पढेको थियो त्यही गरेछौँ है। त्यो बाहेक केही पढ्यो गरेर त हामीले केही गरेको छैनौँ है। अब यसमा मैले के गर्नु भनेको थिएँ त? डिप्रिसिएसन रेटले मल्टिप्लाई गर्ने। कुन ब्लक हो यो भन्नुहोस् त? ब्लक डी दिएछ भनेपछि। हजुर भन्नुहोस् त लक्ष्मीजी। ब्लक कति दिएछ यो? ब्लक डी दिएछ। ब्लक डीमा कति पर्सेन्ट लिएर गर्नु भनेको छ भन्नुहोस् त? 15% लिएर गर्नु भनेको छु है। तर यो के भन्दाखेरि एउटा म्यानुफ्याक्चरिङ कम्पनी हो, जहिले पनि 15% लिएर त गर्ने हो। यदि सिम्पल केही नभनेको स्पेसल इन्डस्ट्री नभनेको भए, यो एउटा म्यानुफ्याक्चरिङ कम्पनी स्पेसल इन्डस्ट्री भएको कारणले के गर्नु पर्यो भन्दाखेरि 15%को 15% प्लस 1/3 अफ त्यो गर्नु पर्यो है। स्पेसल इन्डस्ट्री भन्नाले 1/3 अफ त्यही स्पेसल इन्डस्ट्री 15%को 1/3 गर्नु पर्यो है। यदि स्पेसल इन्डस्ट्री छ भने, जस्तो अरू कुनै ब्लक सीमा पनि स्पेसल इन्डस्ट्री दिएको भए पहिला जति हो उसको रेट लिने, उसको 1/3 गर्नु पर्थ्यो है। यो चाहिँ तपाईँलाई यस्तो खालको क्वेसन किन गराएको भन्दाखेरि, यदि स्पेसल इन्डस्ट्री नदिएको भए त डाइरेक्ट 15% त यादै हुन्छ करेन्ट। यस्तो खालको क्वेसन झुक्क्याउनलाई दिन्छ कि म्यानुफ्याक्चरिङ कम्पनी, कहिले कुन कम्पनी। यदि इन्डस्ट्रियल कम्पनी डाइरेक्ट भनेर दिएको भए डाइरेक्ट गर्थ्यो। तर म्यानुफ्याक्चरिङ कम्पनी स्पेसल इन्डस्ट्री हो नि त म्यानुफ्याक्चरिङ कम्पनी भनेर, त्यसैले 1/3 15% हुन्छ। अनि यो जोडेर कति हुन्छ अब? 20%। यसरी क्यालकुलेट गर्छौँ है त। यो बुझ्नुभयो गरेको? किन गर्यो भनेर? अब के आउँछ यहाँ? क्लोजिङ डब्लुडिपी आउँछ। सरी, क्लोजिङ डब्लुडिपी होइन, डिप्रिसिएसन आउँछ है। कति आउँछ? डिप्रिसिएसन कति गर्नु पर्यो? 65 लाखमा 20% गर्दा कति हुन्छ भन्नुहोस् त? 13 लाख है। अब क्लोजिङ डब्लुडिपी कति होला भन्नुहोस् त? 65 लाख डिप्रिसिएसन बेसिस थियो। डिप्रिसिएसन 13 लाख छ भने क्लोजिङ डब्लुडिपी कति हुन्छ भन्नुहोस् त? यहाँबाट निस्किन्छ क्लोजिङ डब्लुडिपी भनेको डिप्रिसिएसन बेसिस माइनस डिप्रिसिएसन। भन्नाले 65 लाख माइनस 13 लाख, यो गर्दाखेरि कति आउँछ भन्नुहोस् त? 52 लाख आउँछ। यो हाम्रो क्लोजिङ डब्लुडिपी। अब बी नम्बरमा के निकाल्न भनेछ त हामीलाई हेर्नुहोस् त? बिगनिङ डब्लुडिपी निकाल्न भनेछ फर नेक्स्ट इयर। फर नेक्स्ट इयर यही हो भने हो। यो निकाल्नलाई म तपाईँलाई के भनेछु, के गर्नु पर्यो भनेर? क्लोजिङ डब्लुडिपी प्लस के गर्नु भनेको छु भन्नुहोस् त? अनअब्जर्भ हो।
प्लस क्यापिटलाइज रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट, यही होइन? यही भनेछु गर्न मैले, एक्स्ट्रा के भनेछु भन्नुहोस् त कन्सेप्टमा? छैन है? क्लोजिङ डब्लुडिबी कति छ हेर्नुहोस् त, क्लोजिङ डब्लुडिबी हामीले निकालेकै छ 52 लाख। अब अनअब्जर्भ, अनअब्जर्भ हाम्रो कति छ हेर्नुहोस् त? हाम्रो अब्जर्भ कति भएछ? 1/3 मात्र अब्जर्भ भएछ, बाँकी कति अनअब्जर्भ छ? 2/3। त्यही 2/3 को कति गरे? 3 लाख, 30 लाख भयो है। यो बुझ्नुभयो अनअब्जर्भ किन त्यति गरे? किन हेर्नुहोस् त, अब्जर्भमा हाम्रो कति भयो रहेछ हेर्नुहोस् त, एउटा अब्जर्भमा 3/3 त यो फुल्ली युटिलाइज भएछ। एउटा अब्जर्भ कति गरेछ? 1/3 भएछ भने कति बच्यो अनअब्जर्भमा? 3 भागमा 1 भाग बच्यो भने कति बच्यो अब? 2 भाग बच्यो कि बचेन? त्यही 30 लाखको 2 भाग गरे है। बुझ्नुभयो सुन्दरजी? अब क्यापिटलाइज रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट, यसमा क्यापिटलाइजमा मैले के भनेको थिएँ गर्न भन्नुहोस् त? 7% अफ डिप्रिसिएसन बेसिस लिन भनेको थिएँ। डिप्रिसिएसन बेसिस कति छ? 65 लाख। 7% अफ 65 लाख माइनस के गर्नु भनेको थिएँ? सरी सरी, 7% होइन, सुरुमा एक्चुअलबाट 7% अफ डिप्रिसिएसन बेसिस घटाउनु भनेको थिएँ है। एक्चुअलबाट एलावेबल भनेको थिएँ, पहिला एलावेबल लेखौँ न। एलावेबल भनेको थिएँ, एप्लाएबल रिपेयर एन्ड मेन्टेनेन्स कस्ट भनेको थिएँ है। यो गर्नु पर्यो। यो भनेको कति भयो? 52 लाख। यो भनेको 2/3 30 लाख भनेको कति आउँछ भन्नुहोस् त? 3 10, 10 दुना 20 लाख। एक्चुअलमा कति छ? 5,55,000। यो गर्नुहोस् त 7% अफ 65 लाख गर्नुहोस्। यो टोटल गर्दाखेरि एमाउन्ट तपाईँको सबै जोड्दाखेरि कति आउँछ? 1 लाख रुपियाँ है। यति हो है हाम्रो कन्सेप्ट आजको। यति कन्सेप्ट पढेपछि के हुन्छ? हाम्रो सकिन्छ है। एलाइबल रिपेयर एन्ड मेन्टेनेन्स कस्ट हो, मेन्टेनेन्स कस्ट। यो गरौँ आजलाई, अनि भोलि हामी फेरि एक्स्ट्रा क्वेसन एउटा गर्छौँ यही टाइपको। अनि हेरेर आउनुहोस् कन्सेप्ट, अनि फर्मुला पनि तपाईँलाई छल्लङ्ग हुन्छ। अनि हामी भोलि फेरि गर्छौँ है यसको एउटा एक्स्ट्रा क्वेसन एउटा, ल? यति हो हाम्रो कन्सेप्ट आजको। होइन, रिपेयर त एड हुन्छ, तर यो एक्चुअलबाट पहिला एलाइबल रिपेयर घटाएर अनि बल्ल एड हुन्छ नि त। बुझ्नु भएन? कहाँनिर बुझ्नु भएन भन्नुहोस् त सुन्दरजी? जस्तो यो क्यापिटलाइज रिपेयर त एडै गरे हो हेर्नु न, तर क्यापिटलाइज निकाल्नलाई मैले के भनेको थिएँ? एक्चुअलबाट एलाइबल रिपेयर र मेन्टेनेन्स कस्ट घटाएर बल्ल एड गर्ने। जति एमाउन्ट आउँछ त्यो एड गर्ने हो क्या। एक्चुअल रिपेयर मेन्टेनेन्स कस्टबाट, रिपेयर एन्ड मेन्टेनेन्सबाट एलाइबल रिपेयर घटाउने, अनि जति आउँछ त्यति क्यापिटल मैले क्यापिटलाइजवाला जोड्नु भनेको छु नि त। अनि त्यति जति क्यापिटलाइज हुन्छ त्यति एडै गरेको छौँ हेर्नुहोस् त। छैनौ र? बुझ्नुभयो? यति गर्नुहोस्, अनि हामी भोलि फेरि यो कन्सेप्ट गर्छौँ एउटा, फेरि तपाईँलाई सोध्छु, पढेर आउनु होला। अनि एउटा क्वेसन गरेर पनि आउनु होला त। 2075 को क्वेसन नम्बर 11 होमवर्क। 2075 क्वेसन नम्बर 11 को ए है, गरेर आउनुहोस् है होमवर्क। अनि हामी भोलि भेट्नेछौँ फेरि। भोलि त छुट्टी हुन्छ, सन्डे भेट्नेछौँ है। कन्सेप्ट पुरै रिभाइज गरेर आउनु होला है सबैले। आजलाई सेसन यही इन गरे है त।